स्थित यो लाएको चाहिँ के भने परिसरभित्र छौँ भनेको लाएको भनेको दरबार है। यो नेपाल भाषामा दरबारलाई लाएको भनेर सम्बोधन गर्ने गरिन्छ, किनभने मध्यकालदेखि यी शब्दहरू बढी प्रयोग हुँदै आएका शब्दहरू हुन्। त्योभन्दा अगाडि यी शब्दहरू छैनन्। मध्यकालबाट लाएको भन्ने शब्दहरू प्रयोग हुँदै आए र धेरै यस्ता प्राचीन स्थलहरूमा लागेकोहरू छन्। त्यसो त त्यसमध्येको एउटा महत्त्वपूर्ण स्थल चाहिँ के भने हो पनौतीको। यो झन्डै पनौतीको मध्य खण्डमा पनि अवस्थित छ। यो पनौतीको मध्य खण्डमा अवस्थित छ। पनौती बजारको अझै भन्यो भने मध्य भागमा यो चाहिँ के भने लागेको दरबार क्षेत्र अवस्थित छ। यो अहिले हामी जुन संरचना देखिरहेका छौँ, यो संरचना 2064 सालभन्दा अगाडि यस्तो थिएन है। यो 2064 अनि 67 यहाँ 61 2061 सालमा विक्रम सम्वत 2061 अनि विक्रम सम्वत 2064 र विक्रम सम्वत 2067 साल गरेर यो 3 पटक यहाँ के अरे उत्खननका कार्यक्रमहरू अनि अन्वेषणका कार्यक्रमहरू भए। त्योभन्दा अगाडि यहाँ 2061 भन्दा अगाडि यो बकैदासँगले भकुण्डो खेल्ने ठाउँ थियो। यहाँ चाहिँ भकुण्डो खेलिन्थ्यो, नानाभाँतीका खेलहरू आयोजना गरिन्थे। जात्रा पर्व गराउँदाखेरि यहाँ कल्याटी कसेर सबै चाहिँ नै भोज खाने ठाउँ थियो। यो भनेको यहाँ सबै यो चाहिँ घाँस झारले भरिएको थियो। यहाँ तपाईँ एउटा केही पनि देख्नुहुन्न थियो यो इँटाको। अहिले हामी जुन कुरा देख्दैछौँ त्यही भएर मैले कक्षामा एउटा कुरा के भनेको थिएँ भने आर्कियोलोजिकल रिमेन्स भनेको इतिहासको महत्त्वपूर्ण स्रोत सामग्री हो भनेर। त्यसपछि यहाँ यो सम्भावित ठाउँ जस्तो लाग्यो पुरातत्व विभागलाई। पुरातत्व विभागले लागेको भनेर चाहिँ के भने पनौतीमा लागेको पनि कुरा विभिन्न लिटरेचरहरूमा साहित्यिक स्रोतहरूमा आएको, तर त्यो लागेको कहाँ छ त भन्ने कुरा भइसकेपछि एउटा सम्भावित ठाउँ हुनसक्छ भनेर यो के थियो भने अब यो लगभग भनौँ न यो पेटी जति सबै पुरिएको थियो नि त। यो अहिले यहाँको भाग जम्मै माटो थियो। यहाँ सबै पुरिएको थियो। यहाँ चौर थियो, त्यो तलको भन्दा माथि ठुलो चौर थियो, मान्छे बसेर खेल्ने ठाउँ थियो, फुटबल खेल्ने ठाउँ भकुण्डो भनेपछि यो सबै माटाले पुरेको अवस्था थियो। अनि पुरातत्वमा मैले यहाँहरूलाई कक्षामा पनि भनेको थिएँ अलिकति अस्वाभाविक खालको ढिस्को जस्तो भयो भने त्यसलाई केही पुरातात्विक सम्पदा हुन सक्ने सम्भावना त्यहाँ रहन्छ भन्ने कुरा एउटा सिद्धान्त छ। त्यो सिद्धान्त अनुसार चाहिँ के भने पुरातत्व विभागले 2061 सालमा यहाँ सुरुमा एउटा सामान्य खालको 15 दिनको एउटा अन्वेषण कार्यक्रम गर्यो। अन्वेषण गर्दाखेरि पुरातात्विक वस्तुहरू भेटिए केही कुराहरू। अब यत्रो कुरा त आउँदैन थियो। 15 दिनको समयमा उसले चाहिँ पनि एउटा ट्रेन्च खनेर त्यसमा चाहिँ के भने अन्वेषण गर्दा यी पर्खालहरू सबै कुराहरू फेला परे। त्यसो हुँदाखेरि अनि यसलाई पुरातात्विक क्षेत्र भनेर यसलाई घोषणा गरियो। घोषणा गरिसकेपछि अब त्यसपछि यो खेलकुद आदि इत्यादि यहाँ बन्द भए। त्यसपछि बन्द भइसकेपछि पुरातात्विक क्षेत्र भनेपछि त्यहाँ अब अरूले कसैले पनि केही गर्न पाउँदैन। अहिले पनि यहाँ हामीले अब यहाँ उसै आएर प्रहरीले तपाईँहरू यहाँ किन भित्र छिरेको भन्न पनि सक्छन्, किनभने हामी अनुमति नलिई यहाँ छिरेका छौँ। भलै अब यो हामीसँग परिचय पत्र छ यसो गर्न आएका भनेपछि हामीलाई त्यसो नगर्ला, तर त्यही भएर त्यहाँ चुक्कुल लगाएर राख्छन्, त्यसरी छिर्न पाइँदैन। त त्यसो हुँदाखेरि अनि 2061मा सुरुको अन्वेषण भयो। त्यसपछि गएर 64मा यहाँ अलिकति व्यापक रूपमा एक्सकाभेसन भयो 64मा। अनि भाग्यवश त्यो उत्खनन गर्दाखेरिको 2-4 दिन चाहिँ म पनि सहभागी हुन पाएँ यसमा। यो गतिविधिमा मैले पद्मकन्याका विद्यार्थीहरू पनि ल्याएर यसमा चाहिँ 10-11 जना विद्यार्थी म लगायतका उद्धव आचार्यले त्यतिखेर यो नेतृत्व गर्नुभएको थियो। पुरातत्व विभागको चाहिँ के भन्छ त्यसलाई वरिष्ठ पुरातत्वविद हुनुहुन्थ्यो उद्धव आचार्य। अनि उहाँले यो एक्सकाभेसन गरिरहेका ठाउँमा उहाँसँग सल्लाह गर्दा आइयो, काम गरियो। 2-4 दिन आउँदै जाँदै गरियो। उहाँहरू त यहीँ बस्नु भएको थियो त गरियो। त्यस बेलामा यसका केही धेरै कुराहरू आए र 2067 सालमा अझै विशेष रूपमा यहाँ कुराकानी गरियो र अनि यसको चाहिँ अहिलेको यो संरचना आएको। त्यसले गर्दा यो दरबार हो भन्ने कुरा अब पुष्टि भयो होइन। यसलाई लागेको अब कहाँ थियो भन्दा यही ठाउँ लागेको हो भन्ने कुरा यो फाइन्डिङ्सले पुष्टि भयो। अब पुरातत्वमा यस्तो एक्सकाभेसन गर्दाखेरि दुईटा तरिका छन्। एउटा चाहिँ एक्सप्लोर गरिसकेपछि त्यसलाई फेरि रेकर्डिङहरू गरेर त्यसलाई पूर्वै अवस्थामा छोपछाप गरेर राखिदिने। एउटा चाहिँ डिस्प्ले ओपन गरिदिने एक खालको हुन्छ है। कतिपय ठाउँमा तपाईँको किन खनिँदैन भन्दाखेरि खनिसकेपछि त्यसलाई संरक्षण गर्न सकिएन भने त्यो ठाउँ बिग्रिन्छ, त्यो ठाउँमा बिग्रिन्छ। त्यसो हुँदाखेरि हतारमा एक्सकाभेसन हुँदैन, त्यसलाई संरक्षण गर्ने पनि कुराकानी चाहियो। त्यसो हुँदाखेरि
अनि अब जस्तो लुम्बिनीमा पनि तपाईँ यही अवस्था हेर्न सक्नुहुन्छ। यस्तै गरेर तपाईँले डिस्प्ले गरिदिएको छ। कपिल वस्तुमा पनि यस्तै गरेर डिस्प्ले गरिदिएको छ। तर उता तपाईँ के भन्छ यो जाँदाखेरि त्यो बाटो जानु होला रामग्राममा पण्डितपुर भन्ने ठाउँ छ, जुन पण्डितपुरलाई अहिले यो चाहिँ के भने प्राचीन यो के भन्छ मायादेवीको चाहिँ के भने माइती गाउँ भनेर त्यो देवदह भन्दा पनि त्यो पण्डितपुर चाहिँ हो भनेर अहिले त्यो कुरा आइरहेको छ। र त्यहाँको प्रारम्भिक खालको अन्वेषण र एक्सकाभेसनले बुद्धकालीन सामग्रीहरू थुप्रै भेला परेका छन् त्यहाँ। तर त्यसलाई के गरिदिएको छैन, डिस्प्ले गरेको छैन, त्यसलाई एक्सकाभेसन गरेर फेरि त्यसलाई छोपिदियो होइन, रेकर्डिङ गरेर छोपिदियो, त्यसो गर्छन्। त्यसैले यसलाई चाहिँ अब डिस्प्ले अब कुनै पनि बेलादेखि यसलाई सार्वजनिक पनि गरिदिन सक्छन् उनीहरूले। यहाँनिर मान्छेहरू हेर्ने, यहाँ चाहिँ के भने अध्ययन अनुसन्धान गर्ने पनि यहाँ बनाउँछन्। तर सार्वजनिक गर्दाखेरि यसमा बिचमा तपाईँको बाटो राखिदिनुपर्छ, कुन ठाउँमा मान्छे हिँड्ने हो, कुन ठाउँमा मान्छे नहिँड्ने हो भन्ने त्यसको स्थिति मिलाउनुपर्छ। त्यसो यो धेरै कुरा बाँकी छ र यो पाइयो। त यो पाइसकेपछि यद्यपि यसले चाहिँ के भने लगभग यसको प्लेटफर्म, यसको यो लेभल भनेको चाहिँ लिच्छविकालमा जान सकेन। यो लिच्छविकालसम्म यसको यो आधार जान सकेन। यसलाई अध्ययन गरिसकेपछि लगभग आजभन्दा 700 वर्ष अगाडि भन्दा यसको समय जान नसक्ने कुरा आयो। यसको यो चाहिँ के भने के भन्छ यो आधार, यो जगलाई हेर्दाखेरि त्यो देखियो, यसका विशेषताहरू हेर्दाखेरि। र 700 वर्ष भनिसकेपछि झन्डै कहिले भयो त भन्दाखेरि यो 14औं-15औं शताब्दीतिरको यो हुनसक्छ भनेपछि यहाँ एकताका झन्डै 1389 देखि विक्रम सम्वत 1389 देखि 1489 नै लगभगसम्म 89-92सम्म 100 वर्ष जति यहाँनिर तपाईँको यो जयसिंह रामवर्धन, पहिला के अरे ज्योतिसिंह रामवर्धन थिए, उनका छोरा तपाईँको अनेक सिंह रामवर्धन, त्यसपछि अनेक सिंहका छोरा जयसिंह रामवर्धन, जयसिंहका छोरा मदन सेन रामवर्धन र मदन सेनका छोरा शक्ति सिंह रामवर्धन। त यसरी यहाँ यो वर्धन परिवारहरूले स्वतन्त्र शासकका रूपमा तपाईँको 100 वर्ष जति शासन यहाँ सञ्चालन गरेको देखिन्छ इतिहासमा। किनभने उनीहरूले स्वतन्त्र शासकको हैसियतले यहाँबाट धेरै चाहिँ के भने कामहरू गरेका छन्। त्यति मात्रै होइन, जयसिंह रामवर्धनका पालामा त तपाईँ पशुपतिनाथको जुन चाहिँ के भने त्यो शिवलिङ्ग हो, यो गयासुद्दिन तुगलक लगायतको त्यो मुस्लिम आक्रमणले गर्दाखेरि त्यहाँ जुन ध्वस्त भएको शिवलिङ्ग भत्काएको, काटेको, टुक्र्याएको थियो, जयसिंह रामवर्धनले नै त्यसलाई चाहिँ के भने त्यो शिवलिङ्गलाई अर्को बनाएर त्यहाँ पुनर्स्थापना गरिदिएको। त्यसो हुँदा यी शक्तिशाली महत भनेर भनिन्थ्यो त्यसबेला, सिधा राजा नभनेर महत भनेर भनिन्थ्यो। 100 वर्षसम्म त्यो महत राजाकै हैसियतमा के भने यहाँ शासन गरेको देखिन्छ। र यो प्राप्तिले पनि के बतायो भने यति धेरै यो चाहिँ के भने यो दरबार बनेको रहेछ र यहाँ चाहिँ के भने यहाँ बसेर त्यस बेलाको शासन सञ्चालन गर्थे भन्ने कुरा नै त्यसैले अब हामीले हाम्रा अतिथिहरूलाई देखाउँदाखेरि पनौतीका धेरै संरचनाहरू देखाइरहँदा एउटा कम्तीमा पनि मध्यकालीन दरबारलाई पुष्टि गर्ने खालको एउटा यो महत्त्वपूर्ण संरचना हो भनेर हामीले यसलाई देखाउनु पर्ने हुन्छ। र यो मध्यकालीन हो र यहाँबाट लिच्छविकालको चाहिँ के भने मुद्रा पनि पाइयो। झन्डै के अरे 2067 सालमा पछिल्लो समयमा गरेको त्यो एक्सकाभेसनबाट चाहिँ यहाँ लिच्छविकालको मुद्रा पाइयो। तर के भने लिच्छविकालको मुद्रा पाइनुले लिच्छविकालमा दरबार बनौ भन्ने